कल्की अवतार नेपालीमा स्वागत छ सबैलाई। अज्ञात रोग महामारीको बारेमा महापुरुष पञ्चसखाले भविष्यमालिका ग्रन्थमा के लेखेका छन्? महापुरुष अच्युतानन्दजीले अज्ञात रोगको बारेमा जानकारी दिनुभएको छ। माता महामाया योग मायाको शक्तिले पृथ्वीमा अज्ञात रोग फैलिनेछ। त्यो रोग निको पार्न कुनै आयुर्वेदिक वैद्य उपचार र कुनै आधुनिक औषधिले काम गर्दैन। महापुरुष अच्युतानन्दजी भनिरहेका छन्, जब योग माया माता बिर्जा देवी विनाशको लागि प्रकट हुनेछन्, त्यस बेला महान सन्तहरूले पनि त्यो परम्परा बुझ्न सक्ने छैनन् र सारा संसारमा रोग फैलिनेछ। अज्ञात रोगले सारा संसारलाई घेर्नेछ। सारा संसार आतंकित हुनेछ। त्यस बेला आधुनिक डाक्टरहरूको बुद्धिको कुनै काम हुने छैन। महापुरुष अच्युतानन्दजी बताउनु भएको छ कि आगामी दिनमा जुन रोग महामारी आउनेछ, त्यसको निदान आधुनिक डाक्टरहरूले बुझ्न नसके पनि त्यसबाट बच्ने प्रयास गर्नेछन्। अन्यायका कारण समयमै औषधि पनि चल्दैन। महापुरुषले लेख्नु भएको छ, खोकी, रुगाखोकी, निमोनिया जस्ता धेरै रोगहरू फैलिनेछ र बात रोग, ग्यास स्ट्राइक, एसिडिटी फैलिनेछ र अज्ञात रोगहरू पनि फैलिनेछ। महापुरुषले बताउनुहुन्छ कि अज्ञात रोग आउँछ र यसको उपचार पत्ता लाग्दैन र चिकित्सकले पनि रोग पहिचान गर्न सक्दैनन्। यसका कारण धेरैको ज्यान जानेछ। यसलाई निको पार्नको लागि धर्म नै अहिलेको सबैभन्दा ठुलो औषधि हो। एक समय आउनेछ जब कुनै औषधिले काम गर्दैन र त्यही समय पृथ्वीमा सर्वनाश हुनेछ। जसरी गोरुको मुखमा मास्क लगाइन्छ, त्यसरी नै सबै मानिसले त्यो रोगबाट बच्न आफ्नो मुखमा मास्क लगाउने छन्। त्यो रोगको उत्पत्तिको कारण मानिसहरूले कुकुर र स्यालको मासु खाने र त्यसबाट रोगको उत्पत्ति हुने हो। चीनका मानिसहरूले यस्तो मासु धेरै मात्रामा खाने गर्छन्, जसका कारण यो रोग चीनबाट सुरु भएको हो। संसारका हरेक देशमा पखाला र बन्ताको रोगले धेरै मानिसहरू मर्नेछन्। महापुरुष शिशु अनन्त महाराजले आफ्ना शिष्य बरङलाई भन्नुहुन्छ, यस्तो रोग आउनेछ जसमा संसारका डाक्टरहरू नष्ट हुनेछ र सामान्य मानिस पनि त्यही रोगबाट मर्नेछन्। महापुरुष शिशु अनन्त महाराजले नयाँ रोगको बारेमा लेख्नुहुन्छ, मानिसको शरीरमा यस्तो रोग आउनेछ जसमा मानिसको मुखबाट रगत बन्ता हुन्छ, जुन रोगले सारा संसारका मानिसलाई ठुलो समस्या निम्त्याउनेछ। मानिसमा क्रोधको प्रकोप बढ्नेछ, जसका कारण ठुलो संख्यामा युवा केटाकेटी र युवाहरूले आत्महत्या गर्नेछन्। 64 योगिनी माता र 9 करोड कत्यानी माताबाट विश्वका हरेक देश, गाउँ गाउँमा रोग फैलिनेछ। त्यो रोगको कुनै उपचार हुने छैन। रक्षाको मन्त्र, त्रिकाल सन्ध्या, भागवत पठन र माधव नाम भजन मात्र हुनेछ। भविष्यमालिका पुराणको अध्याय 24मा लेखिएको रोग महामारीको बारेमा तपाईहरूको के राय छ? कमेन्ट गरेर जरुर बताउनुहोला र यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोला। जय श्री माधव।